हेलो साथीहरू, हामी चाहिँ अब गाउँ जान लाग्यो है दिवालीको लागि। छोरा रिसाएर फेरि बसिरहेको छ, अल्छी लाएर गाडी नआएर। अब के भन्छ, छोरालाई हेरेको भिडियो खिच्यो, छोरो रजाएर फेरि हामी यहाँ सेती देवी पुग्यौँ। टिका लाउन लाग्यो, भिडियो नखिच्नु भन्नु बाजेले फेरि। अनि हामीले टिका सिका लाएर अब गाडीमा चढ्न लाग्यो। जाँदै चाहिँ यसो भिडियो खिचौँ भनेर अनि भिडियो नि खिच्यौँ। गाउँतिर जाँदै गाउँको बाटो चाहिँ जाँदैछौँ, पुलतिर फोटो खिच्दैछौँ, भिडियो बनाउँदैछौँ, रमाइलो हुँदैछ साथीहरू। टिकटकहरू यसो बनाउँदैछौँ, रमाइलो भयो। अनि जाँदा जाँदै फेरि खोलामा जान मन लाग्यो, अनि पौडी खेल्दैछन् खोलामा टोलीहरू। हामी चाहिँ यसो भिडियो खिच्यौँ भनेर बसेको। कस्तो आएको छ है साथीहरू, हेर्नु राम्रै छु क्या म है। फेरि दिवालीमा रेडी भएर छोरा रोइ गर्छ। सानी फुच्ची भेट्यौँ, दिदी आन्टी अजी छोरा सबैजनाको यसो भिडियो क्लिक गरिदिएको भान्जी। अब यहाँ भाले छोराहरू पनि रेडी भइसक्यो हो। अब यता पूजाको तयारी नि गरियो सबैतिर। यहाँ बोका पूजा गर्ने, उतो बोका चाहिँ हाम्रो हो। अर्को बोका त्यहाँ टन्नै छ क्या बोका नि। 4-5 घरको बोका हो। ड्याडी यता र उता घुमिरहनु भएको, मम्मी पनि। अब हाम्रो पाली भनेर बोकालाई पूजा गर्दै हुनुहुन्छ, देवर बाबु सबैजना। छोरो पनि घुमिरहेछ, फेरि हाम्रो पाली आयो भनेर ड्याडीले पूजा गर्नुभयो। जेठो बाठो चाहिँ हाम्रै ड्याडी हो क्या। फेरि सबै ड्याडीले गर्नुपर्छ। जे होस्, कुल पूजा रमाइलो भयो। बोका 5वटा बोका पूजा गरियो। सबै पालै पिलो जेठो बाठो भएपछि गर्नै पर्छ, के गर्नु। अर्को पालि त मेरो पाली पनि छ, अब यसपालि ड्याडीले गर्नुभयो। बिचरा यो बोका चाहिँ अब मलाई नि पूजा गरे, अब मेरो पाली भनेर टोलाएर बसिरहेको थियो। ड्याडीले फेरि पानी छर्के यता आइजे भन्नुहुन्छ फेरि काकाले। बोकालाई नि गाह्रै छ। सबैजनाले आफ्नो बोका पूजा गरेर अब बाबुलाई लिनै हुन्छ काकीले। जेठो छोरो चाहिँ माला बोकेर बसिरहेछ। अब ड्याडीले पूजा गर्दै हुनुहुन्छ। यताउति घुमिरहनु भएको, हजुरआमा नि हुनुहुन्छ, काकाहरू सबैजना। ड्याडीले सबै पूजा गर्नुभयो, कान्छाले नि बोका समातिराख, मम्मी उता जानुभएको, काकी यता घुमिरहनु भएको। अब चाहिँ उहाँ जङ्गलमा लयो बोकाहरू, जङ्गलमा पूजा गर्नुपर्छ नि त हाम्रो। अब माथि पूजा गर्दै सबैजना रेडी गर्दै यताउति हामी चाहिँ जानु नहुने भएर गएनौँ। छेउबाट हेरेर भिडियो खिचेर बसेको साथीहरू। पूजा गऱ्यो, त्यहाँ बिचमा गएर छोरालाई भिडियो बनायो भने छोरोले भिडियो बनाउँदैछ, कताको बनाउँछ। पूजा गर्दै हुनुहुन्छ सबैजना लस्करै। आफू चाहिँ छेउबाट हेरेँ। अब यो चाहिँ अब काठमाडौँतिर लाग्यो। त्यसपछि 9 दिनको बसाइपछि कत्रो पानी परेको, फेरि असिना पानी परेर धुलीखेलमा अलमल भयो। 2 घन्टा जति आइयो। असिना पानी ठुलो पऱ्यो नि धन्न। काठमाडौँ चाहिँ आइयो, रमाइलो भयो, हावाहुरी आएको थियो, त्यो पनि आइयो। अनि आएर चिया खायौँ, चेस गरेर साथीसँग। चिया खाएपछि फेरि घरमा आएर पानीपुरी बनाउन लाग्यौँ। अनि पानीपुरी बनाएर खायौँ। थ्याङ्क यू सो मच।